सो गाइज वेलकम टु माई ब्लग। आज पनि अब हामी आछौँ। आज चाहिँ मेरो ट्रिटमेन्ट स्टार्ट हुन्छ। सो हामीले डक्टर पनि आज आइसक्नु भएको छ। हामीले फोनबाट नै सबै काम भइसकेको छ हाम्रो। सो गाइज अब हामीसँग हेर्दै गर्नु, जोड्दै गर्नु अगाडि के हुन्छ हजुरलाई हामी देखाउँदै गर्छौँ। सो इमर्जेन्सी वार्ड यस्तो हावा लागिरहेको छ। सो गाइज हिँडिरहेछौँ भर्खर नास्ता खाएर अब डेन्टल टिम जान्छौँ। हेर्दै गर्नुहोस् गाइज, हेर्न सक्नुहुन्छ डेन्टल। अहिले ब्रेक टाइम चलिरहेको जस्तो लाग्यो मलाई। सो गाइज अहिले चाहिँ हामी भित्र जान लाग्छौँ। सो अब भित्र गएर टिकटहरू काट्छौँ, के हुन्छ, कति कति लाग्छ, के लाग्छ होला हामीले सबै भनिदिँदै गर्छौँ। सो हेर्दै गर्नुहोस्, हाम्रो यहाँ टिकट काटिराख्नु भएको छ। हजुरलाई हामी देखाउँछौँ, भन्छौँ पनि कति लाग्यो। गाइस कार्ड पाएँ गइरहेछौँ 4 कोठामा 4 नम्बर भनेपछि यहाँ हो क्या, यता हो। सो गाइज हाम्रो चाहिँ नयाँ टिकट काटेको चाहिँ 200 लाग्ने रहेछ। अनि मलाई चाहिँ दाँतको एक्सरे गर्न पठाउनु भयो। सो म दाँतको एक्सरे गर्न जाँदैछु। त्यसको चाहिँ 200 लाग्यो। सोचेको थिएँ धेरै लाग्छ होला भनेर, तर 200 मै भयो। सो यसलाई चाहिँ अब जरामा चाहिँ जरासम्म पुगेछ जस्तै छ यिनको त्यो किरा लागेको दाँत। सो त्यहाँसम्म पुगेछ भने चाहिँ यिनलाई चाहिँ आरसिटी गराएर जरादेखि उपचार गर्नुपर्छ। र भएन भने चाहिँ अब यिनको त्यही सिमेन्टीहरू हालेर ठिक भइहाल्छ। सो गाइस अब क्या होगा मेरा? इनका सुई लगा के ऑपरेशन करेंगे, ठीक है ना गाइस। सो गाइज यो चाहिँ मेरो एक्सरे। अब म चाहिँ जाँदैछु आरसिटी गर्न। सो बाई बाई, हेर्दै गर्नु। सो गाइज मेरो चाहिँ आरसिटी गर्न पर्यो। मेरो चाहिँ दाँत गिजासम्म पुगेर चाहिँ गिजा पनि पुरा किराले खाइदिएको छ, त्यही भएर मेरो आरसिटी चलिरहेछ। सो गाइज भ्याइयो, फाइनली मेरो कालो दाँत सेतो भयो भन न। फाइनली मेरो कालो दाँत सेतो भयो। भिडियो हाल्छु क्या। सो गाइज आरसिटी गरेको दाँत दुखेर यस्तो डेन्जर पेनफुल भएको थियो। सो पेन किलर खाएर अहिले ठिक भयो। सो अहिले चाहिँ हामी फरेनी बजार आछौँ। सो हेर्न सक्नुहुन्छ फरेनी बजारको भ्यू कस्तो छ, मान्छेहरू आइरहेछन्, हामी बल्ल गइरहेछौँ। सो हेर्नुहोस् कस्तो छ देखो चप्पल पहन के आए, सर जी तो जूता पहन के आते हैं हम लोग। भन्नै पर्दैन, पुलिस मामाहरू यहाँ बस्नुभएको छ, हेर्न सक्नुहुन्छ। जहाँ त अगाडितिर स्लो मो भिडियो, यहाँ चाहिँ हाम्रो चेकिङ हुन्छ। सो गाइज हामीहरू चाहिँ अब पुलतिर पुगिसक्यौँ, हेर्न सक्नुहुन्छ। हाम्रो फरेनीको पुल हेर्नु त हाम्रो भइरहेको कता कहाँ आउँछ थाहा हुन्छ आज। सो गाइज आज हजुरहरूलाई एकदमै सकिङ चिज दिँदैछौँ। जसलाई थाहा छैन उहाँहरूलाई एकदम राम्रो न्युज दिँदैछौँ। हाम्रो भइरो आएको कचडाहरू, फोहोर मैलाहरू होइन, तपाईँलाई थाहा छ कहाँ आउँछ? यहाँ हुन्छ सबै। हेर्नुहोस् हजुरलाई अहिले एउटा राम्रो भ्यू देखाउँछु। पुरा फोहोर हाम्रो कचडाहरू जम्मा भएको ठाउँ कहाँ हो भनेर होइन।
त्यहाँ अलि राम्रो भ्यू थोरै भ्यू नै राम्रो भ्यू हाम्रो सरकारले यति राम्रो काम गरिदिनु भएको छ त्यही भएर सो गाइज वेलकम टु फुरफुरी नगर सो गाइज हामीले चाहिँ धुलोको जोनमा एन्ट्री गऱ्यौँ हेर्न सक्नुहुन्छ फरेनी बजार कति धुलो छ कति सफा छ सफा सुद्र चप्पल So guys टी-शर्ट हेर यार मात्र 200 रुपये चार्जर बल्ब लीजिए मात्र 200 रुपये बीच 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 चार्जर बल्ब भने सर काम के आठ टी-शर्ट वाले 100 रुपया 100 रुपया 8 टी-शर्ट वाले 100 रुपया 100 रुपया बड़ा बड़ा टी-शर्ट 100 रुपया 100 रुपया 100 रुपया बल्ल लाइट बजेछ यही छ गाइस देखो कपडा का कलर माँ कसम वेलकम छ फेरि पनि धुलो 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 नगरीमा हजुरहरूलाई हाम्रो धुलो बजार भइरहेको धुलो बजार हो यो खरेनी बजार हैन खरेनी धुलो बजार भनेर हालस त सो गाइस भैरवको सस्ता हामी जे सामान लिन आएको थियौँ त्यो चाहिँ लियौँ खै देखाऊ लियौँ मच्छर धुप्थ्यो मेन साबुन थियो लियौँ अब हामी गइरहेछौँ जे चिज खोजेको त्यो चिज त पाएन गाइस सो अब चाहिँ हामी गइरहेछौँ यहाँ सक्नुहुन्छ यहाँको नजर यो हो धुलो बजार आज के खाने बाबु सब्जी के हो यो वाट इज दिस आउन हेरौँ न चलवा दो भाई इल कस्तो इल जानु नि यो 100 रुपया पाव वाला पुरै माछामा 150 मा दिइराखेको छु अब यस्तो त्यो त्यति माछामा कसले खाने 150 रुपया किलो होइन दिदी त्यो 150 रुपया पुरै दिइराखेको छु 100 रुपया पाव आधी किलो आधी किलो जाम्ने होइन कसले खाने हो त्यस्तो माछा कसले बनाउँछ र खाने भन्दैन यो गर न प्याक बाँध न त्यो पोलिथिन पहिला राम्रोसँग सो गाइज हामी के सामान किन्न आएको थियौँ के सामान किन्यौँ र कुनै सामान पाएनौँ सो गाइज जसले मेरो ब्लग हेरिदिनु भयो उहाँहरूलाई धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच वाचिङ माई ब्लग थ्याङ्क यू फर सपोर्टिङ मी सो अहिलेको लागि बाई बाई यहाँको भ्यू हेर्न सक्नुहुन्छ यति राम्रो छ सो अब नेक्स्ट ब्लग अब के को आउनेछ हेर्दै गर्नु होला बाई बाई